लसो फ्याफुल्ला हजुरहरू सबैजना सन्चै हुनुहुन्छ। हजुरहरूले स्वागत छ सानो माईको मिनी भ्लगमा। आज चाहिँ मैले हजुरहरू सामु चाहिँ छोटो अनि मिठो भिडियो बनाएर ल्याएको छु। अनि मेरो भिडियो हेरेर चाहिँ प्लिज सपोर्ट गरिदिनु ल। म कहिलेकाहीँ मिनी भ्लग बनाएर आउँछु हैन। त्यही भएर त हजुरहरूले हेरेर लाइक गरेर सब्स्क्राइब गरेर मेरो च्यानललाई सब्स्क्राइब गरेर हेल्प गरिदिनु ल। अनि हजुरहरू सबैजना आरामै हुनुहुन्छ। म चाहिँ एकदमै ठिक छु हैन। मेरो चाहिँ खास गरी कम्पनीले 3 दिन छुट्टी दिएको थियो। अनि बोरिङ भयो, के गरौँ भयो। अनि त्यही भएर चाहिँ काम पनि बन्छ, भिडियो पनि बन्छ भनेर अनि मैले चाहिँ मिनी ब्लग मार्फत चाहिँ आज मैले मेरो म के काम गरिरहेको छु भनेर चाहिँ तपाईहरुलाई देखाइरहेको छु है। काम चाहिँ के खासै त्यस्तो काम त केही पनि हैन, टाइम पास काम हो। के गरौँ भएर त्यही भएर अब स्पेशली चाहिँ मैले चाहिँ फुल प्रिपेयर गर्दैछु है। फुल पनि कुन भन्नुहोस् न, हाम्रो नेपालीको सान मखमली अनि सयपत्री। अब असार साउन पनि गयो, अब तीज पनि आउँदैछ, तीज पनि जान्छ। त्यसपछि नेपालीको महान चाड भनेको दसैँ तिहार। दसैँ तिहारको लागि चाहिँ मैले मखमली फुल र सयपत्री फुल रेडी गर्दैछु है। यदि हजुरहरूले पनि चाहिन्छ भने चाहिँ मलाई कन्ट्याक्ट गर्नु होला। म तपाईहरुलाई सयपत्री फुल र मखमली फुल अब कतिको फुल छ है त्यो अनुसारले चाहिँ दिन सक्छु। अनि मैले चाहिँ यसरी फुलहरू रेडी गरिरहेको छु। अब के गर्नु त, यो ज्यान परदेशमा भए पनि मन त नेपालमा छ नि हैन। आफ्नो परिवारजनसँग छ, आफ्नो साथीभाइ इष्टमित्रहरूसँग छ। अब लाइभ यसरी फेस टु फेस भेट्न नपाए पनि हजुरहरू जता हुनुहुन्छ जहाँ हुनुहुन्छ मेरो तर्फबाट चाहिँ धेरै माया, धेरै सम्झना है। सबैजनालाई धेरै मिस गरेको छु। यो भिडियो मार्फत चाहिँ तपाईहरुलाई मेरो यो सन्देश पुगोस् भन्न चाहन्छु। अनि आज चाहिँ मैले खासै त्यस्तो इम्पोर्टेन्ट भिडियो बनाउन खोजेको त होइन। मेरो वरिपरिमा छुट्टीको दिन के गर्छु र वरिपरि के छ भनेर मात्र देखाउन खोजेको, खासै त्यस्तो केही पनि छैन। यस्तो अब अलिअलि के कस्तो हुन्छ भने अब यहाँ खास सबै हाम्रो गाउँघरमा जस्तो हुँदैन नि त। अब करेसाबारीमा फलायो खायो भन्ने हुँदैन, किनेकै भरमा खानुपर्छ। त्यही भएर अलिअलि भएको स्पेसमा चाहिँ सबैजना दिदीभाइ दाजुबहिनीहरूले चाहिँ कुनैले भेजिटेबल जति सबैकै, कुनैले खुर्सानी, कुनैले फर्सी, कुनैले टमाटर, कुनैले लौका, कुनैले बोडी, त्यति गरेर सबैकै फेरि सबै पलाएर खानुहुन्छ। एकदमै मेहनत गर्नुहुन्छ, किनभने हामी नेपाली हो, एकदम मेहनत गरेरै खाने खालको मान्छे हो। अब कुनै त होला फटा मान्छे होइन, सबैजना फटा हुँदैन। त्यही भएर चाहिँ सबैजना प्रायः जस्तो मेहनत गरेरै खानुहुन्छ। अनि त्यही भएर मैले चाहिँ खास गरी यो भिडियोमा चाहिँ फुलप्रति चाहिँ अब आउन लागेको दसैँको लागि चाहिँ मखमली र सयपत्री रेडी गर्दैछु। र हाम्रो लागि मखमली र सयपत्री कतिको इम्पोर्टेन्ट छ भन्ने त हामी सबैलाई थाहा छ। त्यही मात्र हो, मैले तपाईहरुलाई मेरो सर्टकट भिडियोमा यति नै देखाएँ। फेरि पनि म हजुरहरूले लाइक गर्नुभयो, सपोर्ट गर्नुभयो, मेरो च्यानल सब्स्क्राइब गरिदिनु भयो भने यस्तै छोटो मिठो भिडियोहरू बनाउँदै बनाएर आउनेछु। अनि हजुरहरूले हेरेर साथ दिनु होला हैन। मेरो भिडियो कस्तो लाग्यो भनेर प्लिज कमेन्ट पनि गर्नु होला। अब सबैलाई राम्रो लाग्न पनि सक्छ, नलाग्न पनि सक्छ हैन। अनि त्यही भएर चाहिँ आफ्नो प्रतिक्रिया चाहिँ दिनु होला। त्यस्तो वाउ खालको भिडियो चाहिँ छैन, भए पनि मैले जति सक्छ त्यति चाहिँ बनाएको छु। त्यस्तो खासै मलाई भिडियो एडिट यताउता गर्न चाहिँ आउँदैन। त्यही भएर हस् त, शुभ दिन, हजुरहरू खुसी रहनु होला, सुखी रहनु होला, बाई बाई।